दिन चिन्टुको भए चिन्टु डबल डबल बाल्टु एक थाल बाल्टु के छ गगन बिहाल छ बिहाल छ मेरो बिहाल उठ नरा उठेर झन् देखाइन्छु बिजोक रमाइलो सुतिरहेको पिङ्कलको पेटी हेर्ने चिया अब प्यार की पहली नजर ल आहा ओके once more गीत गा न दिल ले गई दिल ले गई ला ला बाबाको नदेखा कस्तो हालेको म त हुँदैन त्यस्तो हुँदैन यार हड्डी मात्र तिमी गर त मेरो छैन हौ गर्न सक्दैन मास्नु छैन मेरो होइन गर्न सक्दैन भनेको त्यस्तो सक्छु रोटी रे खै म गरौँ एकचोटि लगेको डुना नदेखा है मेरो चाहिँ नदेखा ल ट्राई गर्छु मेरो हुन्छ नखानु प्लिज मलाई देखाउँछु मात्र हेर्नु देखाउ 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 त उखुर्के देखाउ 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 न उसले गरेको कस्तो गर्दो रहेछ देखाउ त देखाउ त गर त छिटो गर त भएन राम्रो राम्रो भएन कम्प्लिट गर्न जस्तो बम्दी खै बम्दी क्यारा परेको अलिक सिटिया मात्रै दूरबाट पुरै देखिरहेको चाहिँ पिङ्क त्यही भएर सबैले हेरिरहेको तपाईँ पिङ्क कलरको लागि चाहिँ मैले पनि पिङ्क कलरको लगाएको छु सेम यस्तै छ कलर ला कुण्डली एउटा जबस्ती गर्दैछ फेरि जबस्ती माथिबाट निक्लिसक्यो हेर्नु दुध म गएको ल ओए बस न नाटक गर्दै बस यसै ओर्दो गगन बाथरुम जान्छ ए आऊ त तिम्रो लिएर जान्छु डगी डगी कस्तो हुन्छ है डगी छ्या लात लाग्छ मोटीले गरिदिने यस्तरी यस्तो गर्दैन थियो उयो भ्यान त कट हुन्छ यस्तो छ्या बाबा आए माछिक्ने कस्तो पठिन्छ तेरो सागमा मासु हुन्छ। मेरो त पड्किँदैन हौ के गरेको हौ सानो रे जिस्केको हौ हामी हल्का रमाइलो गरेको हल्का रमाइलो गरेको हल्का रमाइलो गरेको जिस्केको क्या खेलेको पड्किन्छ मजाले खैच त ए हेर न दुईजनाको चाहिँ कतिको टाढो टाढो छ हौ घर नजिकै हो नजिकै हो यहाँ दुःख हौ त हातै दुःख बाघ मास तला काम गर लाइभ इन गरे लाइभमा ध्यान भयो च्यालो लाइभमै बस खुर्को लाइभमा बस लाइभमा बस न त भनेको नि बोल्नु त पाउँछ है अब उसमा आउँदैन भने के गर्नु त अनि होइन म अनलाइन नै हुन्न हौ प्राय बिजी हुन्छु कि बिहानदेखि काम गरेर लुगा सुगा धोएर बिजी हुँदो रहेछ थाहा भइसक्यो मासुको झोल अहिले हेर्नु अहिले पनि काम गरिरहेको छु काम गर्दा चाहिँ बिरामी भएर मर्न आँटेको छु टपल गरेको बे लु हाल्यो ओइ के हाल्नु हुँदैन हौ भने लडबुल गर्नु
इटाली हिँड किन के गर्न इटाली हँ के गर्न इटाली के गर्न इटाली साथी न मात्र मेरो बिस्तारामा उठ उठ मेरो बिस्ताराबाट उठ कस्तो मेरो बिस्तारामा कसैलाई बस्न दिन्न भन्छु कि म साथीहरूलाई चाहिँ दिइहाल्छु म मेरो मेरो घरको दिदी बहिनीहरूलाई दिन्न नि म बस्नलाई म बस्छु तिम्रो उयसमा कस्तो म मेरो बिस्तारामा बस्न दिन्न कि मलाई मनै पर्दैन म बस्छु अर्काकोमा चाहिँ फेरि सुरुमै गएर बस्न मन लाग्छ होइन आज मैले नयाँ फोन किनेर ल्याएको चोरी भयो पुरानो फोन उठिहालिस् मलाई कस्तो सुत्न लाग्दैन नि म्याच के बोल्छ बे मैया खलिफा रे मिया खलिफा हो मिया म त मिया थाई हो मिया थाई हो को हो फेरि जन्सन तिमी ए चिन्डु हुनु पर्यो तिमी अब ए सरी गाइज त्यस्तो साह्रो उयो छैन हौ पावर छैन म हो म पावर त निकाल्दै हाल्छु म धेरै बोल्नु भाइ गड जोनी सिंह जस्तो लोकल भाले हो नि त कहाँ बोइलर हो थाके हो म त बोइलर हो नि त हामी लोकल हो नि त बाख्राले ट्याप ट्याप गर्छ म गएछु मेरो रुम किन किन मेरो लुगा उठाउनु छैन यहाँ बसिरहेको छु म बस्नु स्किन बस न एकछिन को चस्मिस बस सनी लियोन त सुध्रिसक्यो हौ बिगारिसक्यो त्यसले अब म भन्छु सनी के भन्छ फेरि चस्मिस म भन्छु सनी गाइस टुरो जानु न हौ हेर मेरो मुख ला के भयो के भयो के भयो किन हाँसी यस्तो भएर बसेको छ लाइभमा के भयो के देखियो कि क्या हो ला देखियो हो पादेऊ फोन छेउमा लगेर मुही पादे यस्तो गर्न पात्ने लगाउँछ नि त्यो क्यामेरा त्यहाँ चाकमा लाग्दैन सुन्दैन सबले चस्मा साटौँ न हौ छ्या कस्तो नराम्रो छ हिँड भन्दा चाहिँ मान्दैन घर के भन्छ बौडा यस्तो मलाई दुखिरहेको छ ढार कहाँ जानु आँटेको ला ला ओइ म त मरे त ओइ कहाँ जाम म लाज लाग्यो है मलाई यस्तो नबोल है अब यस्तो नबोल है गेम पनि जिताइदिँदैन गाइस गेम जिताउन रुइदिन्छु म मार्छ होला हो सुन्यो भने तिम्रो आज गेम जिताइदिन्छु वेलकम सियार यस्तो बोल्दिनँ भन्छु कि यो उमेरले पनि यस्तो हुन्छ कि है के हुन्छ हौ चुमुक चुमुक भएर हो कि है उसको अर्को आइडी हो यो अनि के भयो पुरानो आइडी गगनलाई फलो गर अरे हौ गर्दैन अर्को आइडीमा फलो गरेको थिएँ चलाउँदैन नि अर्को आइडीहरू के भयो त फलो गऱ्यो भने मात्रै तर नि कति दिनको लागि गर्छ उसले अनि यो आइडी चलाउँछ उसले गर त फलो फलो गरेर गरिस् एमएसजी हेर्नु छैन अरे के हो त्यो भनेको म्यासेज हेर्नु छैन नि फलो ब्याक गर त यहाँ मलाई म त अब केटाहरूको म्यासेज हेर्छु हौ हेर्नु भने भेट्न मन लाग्छ कि कति दिनको लागि फलो ब्याक हो यो गाइस ठुल्ठुलो गिफ्ट हानौँ न हौ यात्रा हान त गगन त्यत्रो चाहियो कि त्यत्रो चाहिँदैन दुख्छ म बोल्दिनँ हे भगवान् शिव शिव हरे कृष्ण के भन्छ बे त्यो मान्छे कति सजिलो हुन्छ है म बच्चा भ्यात्त बनाइदिएन हामीले यत्रो भुँडी भएको यसो ढलक 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 हाँसको अनि त्यो जन्मिने बेला अनि त्यो बेथा लाग्ने दबाई यहाँ कताबाट हालिदिन्छ अनि पेट र कम्बर चाहिँ दुख्छ अनि जन्मिने गर्दै कन्यो अनि प्लाट
ए बिजोक रमाइलो छ अनि दुईजना एउटै रुममा बसेर देख्दैन हाम्रो चाहिँ यस्तो भयो टक्कै ठिकै बस्छ यार देखाउन आइडी जान्छ होला आज मेरो यसरी मेरो चोला अनि चला तिम्रो आइडी चलाएर के गर्नु हौ गिफ्टिङ आइडी गिफ्टेड आइडी फेरि तिमीलाई मेरो गर्लफ्रेन्ड बोयफ्रेन्ड सोच्न थाल्छ मान्छेले ए फुलकुमारी हेरेर बसिरहेको छ साला को सात लेभल पुगाइ जस्तो है फुलकुमारी आयो दिलले ब्याक बाइक पनि ए तर उसको चाहिँ म एउटा भिडियो बिर्सिँदैन एउटा तिम्रो भिडियो चाहिँ कहिले म बिर्सिँदैन कुन बुकले चाहिँ के छ खबर एउटा थाहा छ तिमीलाई नि कुन हौ फेरि हेरे थाहा छ एउटा कुरा कुन हौ तिमीले भिडियो डिलिट गरेको भिडियो ए स्न्यापच्याटको कहिले बिर्सिँदैन हेरी राम्रो लाग्यो राइट पठाइदिउँ लु भयो गाह्रो हुन्छ फेरि कस्तो गर्नु रे डिलेट हानिदिएको हौ मैले भन्दा भन्दा डिलिट गरेछ डिलिट गरिदिएको अहिले त ग्यालेरीमा पनि छैन चाहियो भने भन फेरि बनाएर दिन्छु अर्को दादा के गर्नु हुँदैछ लु त सक्छौ अरे ए मैले त्यस्तो भिडियो बनाउनु छोडिदिएको आजभोलि नबनाउने कहाँ कहाँ त्यस्तो बनाउने नि होइन नि त मान्छे बस न यो भिडियोमा पनि गेस्टमा लिएर बस्नु लिन्छ हौ तिमी कल्पना बाहिर निस्कन दिँदैन तास खेल्दा खेल्दा आएको कति पैसा जित्यो $200 मलाई $100 बनाएको होइन फेरि मैले यो पुसेको चस्मा मलाई $100 कहाँ पढायो तिमीलाई चाहिँ म तिमीलाई क्युआर पठाइदिइहाल्छु नि नर्मल तास खेल्दै नर्मल खेल्दै क्या हामी सब देखाउनु मेरो रुम सब देखाइदिए अलिकति ल्याङ भयो क्या मेरो पुत्ती पनि देखाइदिएर अगाडि के बोल्छ बे के बोलेको नदेखा नि त अनि मलाई मन पर्दैन भन्छ त नि दादा खाजा खानु भयो कि नै भन्छ बोल्दै हुँदैन दादाले म के बोली पुऱ्याउँछ या सानो म त जान्छ हेर यस्तो बोल्यो नि त बोल्दिन हौ साथीहरू फेरि यस्तै साथी मात्रै बोल्छ भेटाउँछ हौ छ्या मामा मुजी उसको मान्छे बोल्न जान्दैन अर्कालाई लाउँछ को बोल्यो फेरि यता चुप है ओ चस्मिस दुईजना चस्मिस के बोल्या क्या बोल्या कस्तो रिङ्गट लाग्यो अया म डेढ छाडा बोलेँ मलाई भयो अब इनफ भयो हेर्नु न उनीहरूले गाह्रो भयो मलाई त छाडा बोलेर मम्मी म बोल्दिनँ भन्छु कि पोको बोल्छु कि अनि त्यही भएर म पनि बोलिहाल्छु सरी गाइज मोर एउटा फेरि खोकेर खुट्टा दुईजना एउटै कोठा बजार लाइभ बस्छ क्या पारा मिलाइदिन्छ यसले त
Welcome ठाकुरी म बोल्दिन ठाकुरी यहाँ सरी मिस्टेक भएको म बोल्दिन भगवानले जुटाएको जुटाउँछ यार गगन 6 स्ट्रिक भइसकेर थ्याङ्क यू गगन तिमी त मेरो साथी हो नि त कस्तो खोकी लाग्यो यार धुलोले झन् एलर्जी भयो नि अया मर्सीवाला ओइ डन स्टेबल युज गर्छौ पैसा हालिदिन्छौ भने भन कोला भनेको यो स्टेबल युज गर्छु भने कति हालिदिन्छ मलाई त कोला भनेको मलाई तिमीलाई त पर्दैन भन्दिनँ वेट अरे मोबाइल ब्याङ्किङमा आजतल के 40-50 हजार हाल्ने भयो पो त मोबाइल ब्याङ्किङ त 1-2 हजारको लागि त के मोबाइल ब्याङ्किङ यो गगन चाहिँ त्यहाँ टुप्पोमा बसेर एउटा के साध्ने पस्ता हो टुप्पोमा हान्न कस्तो मजा आउँछ हैन गगन उताबाट हान्दैन अनि के हाल्नु त्यही हाल्ने एउटा हाल्ने दलित हुन्छ त्यही त उताबाट हान्नु पर्यो नि त मिलाएर कति साह्रो भनेको यहाँ मेरो म पनि छैन मसँग त्यो कोइन हुँदा त हान्दिएको नि कहाँ हान्थ्यो त होइन र होइन साथी हेर्नु यसो नम्बर देऊ त अरे 9766430206 ला हाल्दो पैसा कति रुपियाँ कति रुपैयाँ मसला बाक पैसा हाल्दैनौ तिमीलाई मलाई थाहा छ अहिले छाडा कुरा मेसेज गर्छौ नहाल्दियो बरु चाहिँदैन यार छ मसँग पैसा मसला नदेखाना आफू देखा न के खै नयाँ भनेर रे कस्तोमा हालिदिन्छु के रे भन न नम्बर कति हालिदिन्छु पहिला त्यो भन त कति हालिदिने कति हालिदिन्छ पैसा केटी म्याथ सिक्ने म इन्डस्ट्री के पो त यो है पुपु अरे हजुर भन्नु न आमा बोल्दिन आमा बोल्दिन नम्बर दे गर्नु 11 बजे राति उठाउनु ल नयाँ फोन किनेको नर्मल फोन किनेको हौ त्यो गुगल टिकटकको गुगलको लागि किनेको हो कि गीत बनाउनको लागि नत्र त एउटा फोन सेयर गर्न सक्दैन थ्याङ्क यू गाइज किनेर फेरि हराउँछ बरु कति सस्तो पर्छ यो फोन त 13,000 त पर्छ यहाँनिर त सिमको पैसा मात्र लिन्छ यो फोन त फ्री हुन्छ यहाँ हो अनि मलाई किन ल्याइदिनु पर्दैन सिमको मात्रै 50 लाग्छ यो फोन त फ्री हुन्छ यहाँ ल्याइदेऊ न त नल्याइदेऊ यार यस्तो एन्ड्रोइड त म चलाउनलाई काम छैन हैन म गएँ रुम जा आया कसरी पढ्न गयो कहाँ जाने हो रुम बस न त्यस्तो लुगा लाएर जा न ल आऊ पुगाइदिन्छु माया साला नहेर तर अहिले गाला फुटाइदिन्छु नि कहाँ जान आँटेको बस त खुरुक्क नम्बर देऊ न सेवाले 9766 430 206 उत्तानो पारेर चिक रे यसले भनेको है मैले होइन नि भन्ने तिमी नि बोल्यौ नि त तैँले भर्खरै बोल्छ नि मैले भर्खरै सिकेँ 9866 मगाएको ल यस्तो बोल्दै बस बोल्दिन ल कसम बोल्दिन आई स्वेयर टु गॉड बोल्दिन 976 फोर्दैछु 206 206
206 ओ बेबी उता किन कराएको यता कराऊ तलब काटन लाने बेला भयो जस्तो छ त घर जाने हो र होइन फलफुलहरू किन्ने भने होइन आइपुगे आज फर्स्ट टाइम रे फेक आइडी कान्छो सरी रे ज्वरो आउला मलाई राति ज्वरो आउँछ यार के भएको है गगन होइन म त हामी होइन म यो डक्टर होइन म के जान्नु अब अघिसम्म निको भयो कि अब फेरि ज्वरो आउनु थाल्यो रन किन थालिहाल्यो जिउ रन किन थाल्यो देखाएर आउनु पर्यो कस्तो औषधिमा दिन्छ कि मारिस उठ्छ क्या कहाँ कहीँ नआटेको घर पुक्कु मुक्कु पुक्कु कहीँ नआटेको नयाँ पर्स कहाँ गयो नम्बर भन त अरे नम्बरमा अहिले काला फुटाइदिन्छु नि फेरि तेरो म फेरि राम्रो पैसा हालिदिन्छु भनेर सोधेको मुजी जस्तो कुरा गर्छ यार कहाँ गयो नम्बर राखेर जान्छु अरूले लिँदैन स्टुपिड त्यो पनि मुड चलेर दिएँ आज नम्बर भन नत्र म कसैलाई पनि दिन्न नम्बर मलाई दिनु त नि म नम्बरै दिन्न हौ कसैलाई हत्तपत्त अनि त्यो नम्बर त्यहाँ राखेपछि कमेन्टमा मान्छेले स्क्रिनसट गर्छ अनि मेसेज गरेर हैरान पार्छ मलाई मलाई देऊ न त नि मैले मेसेज म्युट हानिदिएको म्युट अनम्युट गरिदिएको कसैलाई पनि दिन्न भनेपछि तिमीलाई पनि तिमीलाई दिन्छु त साथी नत्र कसलाई दिन्छ त नि पैसा हालिदिन्छ भने दिन्छु ल कस्तो ल्या हो त्यो त फिल हुनु पर्यो नि त आफूलाई यहाँ दिने खालको कहाँ दिने हो त म रुन्छु नि त भात खाने पैसा छैन यो दिपेश थापाले भेटिसकेछ नम्बर त अनि ए फेक आइडीको मैले प्रोफाइल हेरेर दिएँ म हालिदिन्छु पैसा अरे क्योज आइस भनेको कति रुपियाँ हालिदिने हो र पैसा हालिदिने मान्छेले कति हालिदिउँ कतिखेर हालिदिउँ सोध्दैन केडाङ्गै हालिदिन्छ पैसाको बटुल्ने मान्छेहरू हान्दा हुन्छ हालिदेऊ त पैसा हालिदिन्छु भिडियो कल गर्ने चौधरी थुक्क साल तसँग त तँलाई पैसा कमाउन माछा मार्न जानुपर्छ होला केमा हालिदिने यी सेवामा हालिदिनु ल गाई सबैले मलाई सेवामा पैसा हालिदिनु त 1,000 रुपियाँ हालिदियो भने धेरै कति हुन्छ हौ 146 जना छ कति हुन्छ है 1,000 हालिदिनु यत्रोले हाल्यो भने त कति हुन्छ मुस्किल छ तिमीलाई भन्नु पनि उहाँले के भन्छ अनि कहाँ हुन्छ अहिले मेसेज आइहाल्छ हालिदेऊ त रुम गएसम्म बोल्नु यहाँ बाउनीको रुममा छु गएको म गाई खै छिटो हाल्नु न पैसा हालिदिने बित्तिकै म थ्याङ्क यू भन्छु यहाँ ए मोबाइल लिएर नि तेरो मोबाइल खै त यहाँ छ यहाँ पुगो ओए मोटी भयो लौ के बोल्छ यिनीहरू लास्टै खोकी लाग्यो यार चिसोले चिसो लाग्दो तातो बनाइदेऊ न तातो बनाइदेऊ
बिचारा औ हाम्रो घर केडी माछ सिक्ने आमा भोलि त ओए सरी अब भयो छ वर्डै बेजत भयो यार गगन त्यही भएर छोरी मान्छे किलकिले हुँदैन त्यही भएर कुरा राख्न अड्काउन सक्दैन अरे अनि के भन्छ बुद्धि पनि हुँदैन अरे घिचुकमा हुन्छ त्यही कपालले छोपेको हुन्छ अरे एउटा फुला दियो भने कान्छ जस्तो कानमा लाउँ कि शिरमा यो इग्मा भन्ने आइडी तिमी पनि इग्मा बनाऊ न ओइ कति लाग्छ इग्मा बन्न आइडी पैसाको कति खर्च गर्नुपर्छ कोला भनेको मलाई 25 लेभलदेखि माथिको आइडी इग्मा बन्छ अरे नि त बनाएर चाहिँ के गर्नु तिमीलाई कसैले ब्लग हान्न पाउँदैन तिम्रो प्रोफाइल हेर्न पाउँदैन मलाई कसले हेर्छ बिचारा तिमी मलाई देखिरहेको छ राम्रोसँग छ मैले देखिरहेको छु म अरूलाई चाहिँ किन सबैले मेरो एड हुने सबैले देखाएको छ मलाई फेस कस्तो छु भने कसैले देख्छ र मलाई थोडी न मास्तला ओइ तेरो अहिले हेर्न पैसा हेरे कि यसले बा टपक टपक टिपेर लान्छ हो अरूतिर पनि पो हेर्दो रहेछ पैसा छ कि छैन भन्नु के त बाहिर गाडी भाडा चाहिएन नजिकै हो यही 5 मिनट लाग्छ कहिलेकाहीँ पैसा नभएर हामी 10-20 रुपियाँ पनि खजाम खुजुम गरेर बेच्दिन पो हुन्छ त कति गाह्रो हुन्छ कहिलेकाहीँ पैसा नभएर गुड तराडी लाले हान्छ नि चड्कन लिएर जा 10 रुपियाँ मुला 10 रुपियाँ मर्नु खोजेको एउटा कस्तो भन्छ हौ यो त बाहिर हिँड्ने छाडा बोल न ठुल्ठुलो स्वरले सुनाउन सक्दैन कति टाइपिङ गर्छौ अब गर्छु बुढी यस यस बुढा उसका तिम्रो घोडा जसोलाई भन्छौ तिमी बुढा रुपीज 1 अनजान इन योर ल 1 रुपियाँ हाल्दे कुन चाहिँले कसले हालिदिएको थियो आइम गुड कसले हालिदिएको कस्तो मजा लागेको